होल बडी चेकअपको एउटा गलत भन्ने या सही भन्ने एउटा चाहिँ न्यारेसन छ क्या। अब होल बडी चेकअप गर्नै पर्छ। यो सरकारले नै के भनिदिएको छ भने तिमीले 6 महिनामा एकचोटि होल बडी चेकअप गर भनेको छ। यसलाई तपाईँले कसरी लिनुहुन्छ? यो मैले अघि भने नि यो कम्प्लेक्सिटी भित्रको अर्को फेरि कम्प्लेक्स हेर्नुहोस्। यो कम्प्लेक्सिटी भित्रको पब्लिक जनचेतना अनि त्यसपछिबाट गए चाहिँ न्यू टेक्नोलोजी, कस्ट, यो भित्र अनि हरेक इन्डिभिजुअल प्रोग्रामहरूले उसको प्रोग्राम त उसलाई सफल बनाउनु छ। त्यसले गर्दाखेरि चाहिँ उनीहरूले एक किसिमको म्यासेजहरू दिइरहेको छ। त्यो म्यासेज झुटो पनि होइन, वास्तव ठिक कुरा पनि हो। अनि तिमी यति महिनामा चाहिँ तिमी 1 वर्ष 2 वर्ष एक्सरे गर, म्यामोग्राम यतिमा गर, सेल्फ एक्जामिनेसन यतिमा गर, म्यामोग्राम यति गर, एकचोटि चाहिँ यो गर, तिमी त्यहाँदेखि ब्लड प्रोफाइल हेरिराख, तिमीलाई यो हेरिराख, त्यो स्क्रिनिङ टेस्टहरू हो, यसबाट त्यो होइन भन्न नि मिल्दैन। हो पनि, तर अब त्यही नै साध्य हो त? त्यो त साधन मात्रै हो, साध्य त होइन। त्यो सबै होल बडी चेकअप गरेकै मान्छेको लङ्गिभिटी बढ्ने, त्यो मान्छेलाई कुनै रोग नलाने, रोग लाग्ने समयमै समात्तिने भन्ने कुरा त 100% ट्रु होइन होइन। त्यहाँ यो होल बडी चेकअप भन्ने चिज पनि अब यो अहिलेको ओपन मार्केटमा चाहिँ प्राइभेट सेक्टरले डोमिनेसन भयो, इन्डिभिजुअल प्रोग्रामहरूको पुस भयो, विभिन्न कारणले यो आयो। अब यो के हो कसो हो भन्ने विषय चाहिँ जनतालाई चाहिँ आधिकारिक संरचनाहरूबाट चाहिँ यस विषयमा चाहिँ हामी डिबेटमा जानु पर्यो कि। जस्तो अहिले अलिअलि जान खोजेको छ, केही चिकित्सकहरूले केही स्वास्थ्य कर्मीले बोल्न थाल्नु भएको छ होल बडी चेकअपको आवश्यकता छैन, यो चाहिँ कम्प्लेक्स भएर। तर यसलाई हामीले चाहिँ के भन्यो, यो चाहिँ जनचेतनै जगाउनु पर्यो र चिकित्सकहरूले स्वास्थ्य कर्मीहरूले पनि आवश्यकलाई मात्रै गराउने एउटा चाहिँ जिम्मेवारी चाहिँ लिनु पर्यो। मान्छेले आएर भन्यो होला ठिक छ गर नि त तिमी भनेर भन्यो। अब मलाई लाग्छ यसैको मार चाहिँ के भयो भने यो तापट्टि बिमामा पर्यो। हेर्नुहोस्, किन मलाई त अब याद छ सुरुमा बिमा लागू गर्दा बिमामा इनरोल गराउनु पनि प्रेसर थियो, टार्गेट दिएको हुन्थ्यो भने त्यहाँबाट अब बिमाको लागि भनेर फोकल पर्सन तोकिन्थ्यो, उसले त नि परिचालकहरू तोकेको हुन्थ्यो, त्यसरी त गराउनु पर्यो। गर्दाखेरि अब त्यहाँ चाहिँ उनीहरूले सायद कम्युनिकेसन भने होला गराउनुहोस् न तपाईँको पहिलो बिमा, तपाईँको पुरै 5 परिवारको होल बडी चेकअप हुन्छ वर्षमा एकचोटि भनेपछि त्यो लोभमा पनि मान्छे बिमामा आइदिए।